सबैलाई स्वागत छ। आज हामी एउटा यस्तो गजबको स्रोत सामग्रीको गहिरो विश्लेषण गर्दैछौं जसले प्रविधि र लगानीको दुनियाँमा एउटा ठूलो सम्भावनाको ढोका खोलेको छ। यो केवल एउटा साधारण जानकारी मात्र पक्कै होइन, यो भविष्यको डिजिटल पूर्वाधारलाई पूरै परिवर्तन गर्ने एउटा क्रान्तिकारी कदमको बारेमा हो। आजको यो विश्लेषणले कसरी अत्याधुनिक प्रविधि र दिगो ऊर्जाको संयोजनले टेक बजारमा ठूलो प्रभाव पार्न सक्छ भन्ने कुरा एकदमै छर्लङ्ग पार्नेछ। अब सिधै विषयवस्तुमा प्रवेश गरौँ है त। ठिक छ, एउटा निकै रोचक प्रश्नबाट सुरु गरौँ। दिगो डिजिटल पूर्वाधार अर्थात् सस्टेनेबल डिजिटल इन्फ्रास्ट्रक्चरको अर्को ठूलो केन्द्र अब कहाँ होला त? ग्रीन टेकको भविष्य खोजिरहेका लगानीकर्ताहरूका लागि यो एकदमै चासोको विषय हो। यो प्रश्नले नै आजको हाम्रो सम्पूर्ण विश्लेषणको जग बसाल्छ, किनकि यसको उत्तरभित्र एउटा विशाल र अझैसम्म प्रयोगमा नआएको लगानीको सम्भावना लुकेको छ। आजको हाम्रो यो छोटो तर महत्त्वपूर्ण प्रस्तुतिमा हामी मुख्य 4 कुराहरू हेर्नेछौँ। पहिलो, अहिलेको डिजिटल पूर्वाधारको खाडल। दोस्रो, बिचुटेन डेटा भल्टको परिचय। तेस्रो, यसको सबैभन्दा बलियो पक्ष, हरित जलविद्युत। र अन्त्यमा सन् 2030 सम्मको यसको विस्तार योजना। ल, सबैभन्दा पहिले कुरा गरौँ डिजिटल पूर्वाधारको खाडलको बारेमा। वर्तमान र भविष्य बीचको यो ठूलो अन्तरलाई हेरौँ। अहिलेको अवस्था कस्तो छ भने महत्त्वपूर्ण डाटाको लागि पूर्ण रूपमा विदेशी सर्भरहरूमा निर्भर हुनु परेको छ। तर भविष्यको परिकल्पना भनेको आफ्नै बलियो राष्ट्रिय डिजिटल पूर्वाधार हुनु हो। यो एउटा सामान्य समस्या मात्र होइन नि, टेक बजारमा रहेको यो एउटा यस्तो विशाल ग्याप हो जसलाई पूर्ति गरेर बजारमा एकाधिकार नै जमाउन सकिन्छ। यही विशाल ग्यापलाई पूर्ति गर्न अब कुरा गरौँ बिचुटेन डेटा भल्टको। टियर 4 हाइपरस्केल डेटा सेन्टर। प्रविधि क्षेत्रका दिग्गज र लगानीकर्ताहरूका लागि यी शब्दहरूको तौल कति हुन्छ त्यो पक्कै थाहा छ। यो भनेको संस्थागत स्तर वा इन्स्टिट्युशनल ग्रेड पूर्वाधारको सबैभन्दा उच्च मापदण्ड हो। यसले म्याक्सिमम फल्ट टलरेन्स, एकदमै कडा सुरक्षा र पूर्ण विश्वसनीयताको ग्यारेन्टी गर्छ। मतलब जुनसुकै परिस्थितिमा पनि सिस्टम डाउन हुँदैन। त्यसैले यसको सबैभन्दा चुरो कुरो के हो भने यो बिचुटेन प्रोजेक्टले अघि हामीले देखेको पूर्वाधारको खाडोलाई ठ्याक्कै पुर्ने काम गर्छ। यो डिजिटल सार्वभौमिक सत्ताको लागि एकदमै अन्तिम र उत्कृष्ट समाधान हो। जब डाटा आफ्नै देशमा सुरक्षित हुन्छ, त्यसले राष्ट्रिय सुरक्षा, गोपनीयता र प्राविधिक आत्मनिर्भरता सबैलाई सिधै बलियो बनाउँछ। यो त साँच्चीकै गेम चेन्जर हो। अब लागौँ यसको सबैभन्दा युनिक र बलियो पक्षतिर, हरित जलविद्युतको विशेष फाइदा। यो अङ्कलाई ध्यान दिएर हेरौँ, 100%। यो नै यस परियोजनाको सबैभन्दा ठूलो हतियार हो। सुन्दा अचम्म लाग्न सक्छ, तर यो सम्पूर्ण डेटा सेन्टर पूर्ण रूपमा जलविद्युतबाट चल्नेछ। डेटा सेन्टरहरूले विश्वमै कति धेरै बिजुली खान्छन् भन्ने त जगजाहेर नै छ। यस्तो ऊर्जा भोको उद्योगमा 100% नवीकरणीय ऊर्जा प्रयोग हुनु भनेको बजारमा एउटा यस्तो अभेद्य किल्ला बनाउनु हो जसलाई अरूले भत्काउन लगभग असम्भव नै हुन्छ। जलविद्युतले यहाँ साँच्चीकै जादु गर्छ। एकातिर यसले सञ्चालन खर्चलाई ह्वात्तै घटाएर हाइली इनर्जी एफिसिएन्ट बनाउँछ भने अर्कोतिर वातावरणमा एकदमै सकारात्मक र दिगो प्रभाव छोड्छ। आजकाल ESG अर्थात् इन्भाइरोन्मेन्टल, सोशल र गभर्नेन्समा फोकस गर्ने ठूला फन्डहरूले यस्तै ग्रीन प्रोजेक्टहरू खोजिरहेका हुन्छन्। लगानीको दृष्टिकोणले योभन्दा आकर्षक कुरा अरू के हुन सक्छ र? यो चार्टले पनि त्यही कुरालाई अझ प्रष्ट पार्छ। यहाँ कुनै पनि मिश्रित वा प्रदूषण गर्ने ऊर्जा स्रोतको नामो निशान छैन। केवल सफा, भरपर्दो र दिगो नवीकरणीय जलविद्युतको मात्र प्रयोग हुन्छ। यो भनेको 100% हरित ऊर्जाप्रतिको पूर्ण प्रतिबद्धता हो। अब अन्त्यमा हेरौँ सन् 2030 सम्मको यसको विस्तार र स्केलेबिलिटी योजना। हामी यहाँ एउटा एकदमै स्पष्ट भौगोलिक विस्तारको रोडम्याप देख्न सक्छौं। पहिलो चरणमा काठमाडौँमा सुविधा स्थापना हुनेछ। त्यसपछि दोस्रो चरणमा यसलाई वीरगञ्जमा विस्तार गरिनेछ र सन् 2030 सम्ममा 5 मेगावाट क्षमता पुर्याउने एउटा ठोस र एकदमै प्रष्ट लक्ष्य राखिएको छ। यो हावामा बुनिएको सपना होइन, यो एउटा स्पष्ट र नाप्न सकिने वृद्धि योजना हो। स्रोत सामग्रीमा उल्लेख भए अनुसार यो परियोजना राष्ट्रिय स्वतन्त्र पार्टी रासपा को घोषणापत्र जस्ता समष्टिगत राष्ट्रिय योजनाहरूसँग मेल खाने दीर्घकालीन डिजिटल रूपान्तरणको दृष्टिकोण हो।
यहाँ हामी एकदमै स्पष्ट पार्न चाहन्छौँ कि हामी कुनै पनि राजनीतिक विचार वा पार्टीलाई समर्थन या विरोध गरिरहेका छैनौँ। यो केवल स्रोतमा भएको जानकारीको तटस्थ प्रस्तुति मात्र हो। तर प्राविधिक लगानीको हिसाबले हेर्दा जब कुनै प्रोजेक्ट देशको ठूलो राजनीतिक र आर्थिक नीतिहरूसँग यसरी मेल खान्छ, त्यसले प्रोजेक्टको जोखिमलाई धेरै हदसम्म कम गर्छ। यसले डिजिटल रूपान्तरणको लागि राष्ट्रिय स्तरमै एउटा फराकिलो समर्थन रहेको कुरालाई सङ्केत गर्छ। हामी यो रोचक विश्लेषणको अन्त्यमा आइपुगेका छौँ। यो सम्पूर्ण चर्चाले डिजिटल पूर्वाधार र हरित ऊर्जाको एउटा पर्फेक्ट कम्बिनेसन प्रस्तुत गरेको छ। तर एउटा एकदमै गम्भीर प्रश्न अझै बाँकी छ। के आधुनिक लगानी पोर्टफोलियो यो दिगो डेटा क्रान्तिको हिस्सा बन्न तयार छ त? यसले पक्कै पनि हामी सबैलाई एकपटक सोच्न र यो अभूतपूर्व अवसरको अझ गहिरेर अध्ययन गर्न बाध्य बनाउँछ। आजको लागि यति नै।